ल आजको गेम चाहिँ फाइनल गेम हो यो भाइटल जोडन एफसी भर्सेस मोना एफसी सहारा कपको फाइनल अन्तिम फाइनल गेम जोडन एफसी भर्सेस मोना एफसी बीच हुन गइरहेको छ। आज अनि दर्शकहरू हेर्न सक्नुहुन्छ तपाईहरुले ताती छ हौ ग्राउन्डभरि यस्तो क्रेजी छ दर्शकहरू हेर्नुस्। मौसम हेर्छु भने झरी परेछ यस्तो झरीमा पनि एकदम मन लाएर खेल दर्शकहरू एकदम अहिले चाहिँ हातेमालो कार्यक्रम भइरहेको छ। अब वरिष्ठ जीवहरूसँग खेलाडीहरूको केही समयमा सुरु हुन लागिरहेछ हाम्रो गेम। हेर्दै जाउँ आजको विजेता को हुनेछ। तपाईहरुले नि प्रेडिक्सन गर्न सक्नुहुन्छ। यता ब्लू जर्सीमा मोना एफसी छ भने यता व्हाइट जर्सीमा जोर्डन एफसी छ। दुवैतर्फ एकदम खतरनाक खेलाडीहरू हैन, खतरनाकै छ है खेलाडीहरू एकदमै। पानी हेर्नुहोस् त टिलिल्लै टल्क्यो। यता हेऱ्यो भने झलल्लै पर्यो यस्तो झरीमा पनि हाम्रो खेलाडी साथीहरू चाहिँ आफ्नो गेम देखाउनलाई चाहिँ पछि परेको छैन। अनि यहाँ उहाँहरू मेरो चाहिँ आगन्तुक साथीहरू हुनुहुन्छ। उहाँहरूले मलाई चिन्नुहुन्छ तर मैले चाहिँ उहाँहरूलाई अलिक चिन्न सकेन। उहाँहरू मेरो बिग फ्यान रहेछ। मलाई चाहिँ भेट्ने बित्तिकै माइला ब्लग्स दिन्छ तर मैले उहाँहरूलाई चिनेन। म एकदम खुसी छु उहाँहरूको लागि एकदम। यो मान्छेले मलाई एकदम हामी माइला ब्लगको चाहिँ एकदमै पहिलाको चाहिँ फलोवर एकदम फर्स्ट फलोवर रहेछ मेरो युट्युबको एकदम। म एकदम खुसी छु उहाँहरूसँग मेरो फर्स्ट सब्सक्राइबर। मैले उहाँहरूलाई चिन्न सकेन तर दुर्भाग्यको कुरा यही हो। दुर्भाग्यवश उहाँहरूलाई मैले चिन्न सकिनँ। उहाँ अगाडिको सर्ट लाउने महानुभाव त दोस्रो नम्बरमा रहेछ मेरो सब्सक्राइबर। ल अब तपाईँहरूलाई ढिला नगरिकन म देखाउन गइरहेको छु आजको खेल मोना एफसी विरुद्ध जोर्डन एफसीको घमासान गेम। मोना एफसीको गोलकिपर, मोना एफसीको डिफेन्स। यहाँ नम्बर 4 राष्ट्रिय खेलाडी विजय गुरुङ मोना एफसी तर्फबाट छ भने यता जोर्डन एफसीमा युरोपियन खेलाडी नम्बर 10 नाम त थाहा भएन तर उहाँ चाहिँ नम्बर 10 एकदम कौशल होइन। ओजिल भाइ नम्बर 10। गेम चाहिँ एकदम रमणीय। यत्रो ठुलो साइज आफूहरू त अगाडि आएर अनि के गरेको यस्तो। कहाँ आएको हो आफूहरू अगाडि अनि नचिन्ने मान्छेहरू किन आएको अगाडि आफू दुईजना। गेम सुरु भयो र नचिन्ने मान्छेको भिडियो चाहिँ नगर न। उहाँ मेरो थर्ड तेस्रोमा पर्नु हुँदो रहेछ। भिडियो बनाउनलाई फेरि साइबर मुद्दा
गेम चाहिँ अब रोचक हुनेछ के हुँदैछ यहाँ भयो यिनीहरू बिदावादी भयो क्या एम्पायरमा यसो गेम देखाऊँ भनेको नि यस्तो पानी टल्किएर अलि नदेखिन्छ गेम कता एकदम लाइट आयो क्या